यदि तपाईहरुसँग चाहिँ 3 मन्थ्सको मात्र बैंक स्टेटमेन्ट छ र न्युजिल्यान्ड एप्लिकेसन गर्न लाउनु भएको छ भने चाहिँ मिल्छ कि मिल्दैन भनेर चाहिँ कन्फ्युज्ड हुनुहुन्छ भने चाहिँ यो भिडियो चाहिँ तपाईहरुको लागि। न्युजिल्यान्डको केसमा 3 मन्थको बैंक स्टेटमेन्टले पनि मज्जाले एप्लिकेसन स्टार्ट चाहिँ गर्न मिल्छ, तर तपाईको भिजा लज गर्ने टाइमसम्ममा चाहिँ 6 मन्थको स्टेटमेन्ट चाहिँ हुनुपर्छ। तर तपाईको स्टडी ग्याप छ भने चाहिँ ग्यापलाई चाहिँ प्रपर जस्टिफाई गरेर चाहिँ तपाईको कति टाइमको ग्याप हो त्यति टाइमसम्मको स्टेटमेन्टहरु सो गर्नुपर्छ र त्यसलाई सपोर्ट गर्ने अरु डकुमेन्टहरु ट्याक्स क्लियरेन्स देखि लिएर हैन बैंक स्टेटमेन्ट अरु लेटरहरु देखि लिएर अरु डकुमेन्टहरु चाहिँ मज्जाले तपाईले सबमिट गर्नुपर्ने हुन्छ। यो डकुमेन्ट्सहरु बिना चाहिँ तपाईले आफ्नो एप्लिकेसन अगाडि बढाउँदाखेरि चाहिँ तपाईको एआईपी पनि नआउन सक्छ। त्यस्तै गरी तपाईको जीपीए लो छ, एलएसपीटी स्कोर नै लो छ र तपाईले न्युजिल्यान्ड अप्लाई गर्न मिल्छ भनेको आधारमै तपाईले एप्लिकेसन गर्नुभयो भने चाहिँ तपाईलाई प्रब्लम पनि हुन सक्छ। न्युजिल्यान्डको युनिभर्सिटी कलेज पोलिटेक्निकहरुले चाहिँ सबैले चाहिँ लो जीपीए अनि एलएसपीटी स्कोर चाहिँ एक्सेप्ट गर्दैन। त्यसैले पहिला चाहिँ आफू एलिजिबल छु कि छैन भन्ने कुरा चाहिँ चेक गरेर मात्र प्रपर काउन्सलिङ गरेर मात्र एप्लिकेसन चाहिँ अगाडि बढाउनु होला। त्यसैले न्युजिल्यान्ड स्टुडेन्ट भिजा एप्लिकेसन गर्न खोज्दै हुनुहुन्छ अरु गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले एकचोटी प्रपर काउन्सलिङ लिएर मात्र एप्लिकेसन चाहिँ अगाडि बढाउनु होला। त्यसको लागि चाहिँ तपाईहरुले हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ। हामी चाहिँ यही बाग बजार नियर केएमसी कलेज अगाडि लोकेटेड छौं।